दर्शकबिन रोल्पाको सुनिल स्मृति 4 बर्जीबाङमा भेटियो। अनकन्टार भिरको चुचुरामा सत्तले अडिएको सन्तानेश्वर मन्दिर। तलबाट खोला बगिरहेको छ, तर वर्षौंदेखि मन्दिर जस्ताको तस्तै। यो मन्दिरमा मागेको सबै कुरा पुग्छ भन्ने मान्यता छ। तपाईले के माग्ने त कमेन्ट गर्नुहोस्। यी बालाई गाउँलेले भूत बस्छ यहाँ नबस्नलाई धेरै गरे आग्रह। तर यो मन्दिरमा 80 वर्षीय बुवा बस्दै आउनु भएको छ। यहाँ भूत बस्छ भन्थे कोही मान्छे आउँदैन थिए, गाई बाख्रा पनि ल्याउँदैन थिए। यहाँ म चाहिँ के सोच्थेँ के भने भूत बस्छ, भूत त शिवजीको गण हुन् भनिरहन्थेँ मैले। एक दिन त 48 सालको दिन जेठ महिना त आएर म ट्याक्कै ठाउँमा सुतेँ। वरपरकाले भने तल भूत लाग्छ यहाँ त मर्छस्, छोरा जान नलिउनु भनेको थिएँ। हुन्छ ल मैले छोरा जान कहिले नबस्छु भने बसे त्यहाँदेखि 6 महिनापछि जान्छ म जे सोध्न आउँछ नि त्यो ट्याक्कै पुग्ने भइगयो बाबुले। त्यो भएपछि मैले मन्दिर बनाउन थालेको। यो 70 सालतिर बनिसकेको थियो मन्दिर। तपाईँ यो अझ अहिले त अलि यता सार्नु भएको छ मन्दिर, ढिकैमा पनि बसे भन्नुभयो, डर लागेन बुवा? त्यहाँ मान्छे अरू आए पनि सुत्नलाई बोलाउँथेँ मैले। सरदारका जोगी पनि आए, तै सुत्नु ल्याएँ। ओहो हिपिक्ख भन्नु डराउनु भयो। डर मान्नु, रिस गर्नु, व्याकुल हुनु, हर्षै हुनु बातयो जसलाई हुन जान्ने केही पनि यहाँ मेरो भगवानको प्यारो त्यो हुन्छ। डर मान्थ्यो भने जो माथि घर थियो क्या तल खोलो यसो उता मन्दिर खाएपछि खोलो ढिकी खाँदै पहिले म खुसी हुन्छ। तल कोही टिपेर तल फाल्ला भन्थे, फाले पनि फाल्छ कति राम्रो सहिलो। यस्तो मलाई विचार आउँछ बाबु। त्यसो हुनाले पछि यता सारे पछि त ढिक्कीमा बसेको।